हेलो एभ्रिवान हाम्रो चाहिँ किचनको काम सकेर चाहिँ ट्याक्कै बसिरहेको दिदी पनि हुन्छ हाम्रो ड्राइभर एउटा गाडी खानु भएन गाडी चाहिँ कस्तो खानु भयो हामी चाहिँ एकछिन गफ गर्दैछौँ हो पैसा माग्दैछ ए जेठोलाई माग्नुपर्छ जेठोलाई 5,000 दिनुहोस् है सबैजनाले 1,000 रुपियाँ म चाहिँ पैसाले कहाँबाट पुऱ्याउनु है 100 रुपियाँ म 100 रुपियाँ हालिदिन्छु तपाईँहरू पनि हालिदिनुहोस् ए थाहै छैन यहाँ गफ गर्नु कि एक्लै बसिरहेको त बारी खन्ने ओए काम छ मगर बाबु त पङ्सले ओह्रालो हेर्दैछ कहाँ खन्छ कि क्या हो भन्नु बारी खन्छ कि क्या हो भन्नु गोर्दा पनि हुन्छ त्यहाँ पालाको है अब रोप न 1 महिनामा नि तैँले मेन्टेन गर्नु पर्यो नि 1 महिना त छ नि त ओए रुमभित्र बसी तेरो चाहिँ किन उयो भएन अनि कान्छाडाको त रहेछ त अन्त कोचिङ के भन्छ सुन्दैछ केही सुन्दिनँ है म त जेठो घरमा आएको गफै गर्दै इन्ट्रोभर्ट भएर आएछ